पौडेल निर्वाचन प्रहरी। म चाहिँ पहिला चाहिँ हैन +2 पढेर म कोरिया पनि गएँ। अनि त्यसपछि म काठमाडौँमा जबहरू गर्दाखेरि म न्युजिल्यान्ड पनि गएँ। 3 वर्ष जति बसेर अनि अहिले चाहिँ नेपाल आएँ। अनि नेपाल आएर त्यो गर्दाखेरि चाहिँ यहाँ निर्वाचन प्रहरीमा चाहिँ भ्याकेन्सी खुलेको रहेछ। अनि मलाई चाहिँ थाहा थिएन, यो चाहिँ श्रीमानले भन्नुभएको हो। श्रीमानको मार्फत चाहिँ म यहाँ आएँ। अनि यहाँ आएर काम गर्दाखेरि सुरुमा चाहिँ मलाई चाहिँ अलिकति मनमा थिएन, गर्छु जस्तो लागेको थिएन। तर जब गर्दै गएँ अनि मनभित्रैबाट एउटा जुन त्यो निर्वाचन गरे पुलिसहरू जसरी खटिनु हुन्थ्यो त्यो आफूमा पनि आयो होइन, कसरी गर्नुहुँदो रहेछ काम। नत्र नर्मली त मान्छेलाई थाहा हुँदैन नि त, एकै काम छ र पुलिसको भन्ने लाग्थ्यो। तर आफू जुन यो वर्दी लगाइसकेपछि चाहिँ मलाई चाहिँ साँच्चीकै देशको लागि केही गर्नु भएको रहेछ, त्यसको लागि आफ्नो ज्यानहरू फ्यालेर आफ्नो कामहरू गरेर राम्रोसँग अनुशासन भएर गर्नु भएको रहेछ भन्ने मलाई चाहिँ फिल भयो। अनि मसँग चाहिँ यो गर्दै जाँदाखेरि चाहिँ मलाई चाहिँ त्यो निर्वाचनको दिन लास्टको दिनमा चाहिँ त्यो मतपेटिका ल्याउँदाखेरि चाहिँ साँच्चीकै मैले चाहिँ यो सुरक्षा गर्नुपर्छ भन्ने चाहिँ मलाई मनमा लागेको थियो। त्यो गर्दाखेरि चाहिँ नयाँ बेहुलीलाई जसरी भित्राउँदै त्यसरी नै भित्राएको मैले सरलाई पनि भनेको थिएँ, यस्तो यस्तो हुँदो रहेछ सर, बल्ल आज फिल गरेँ भनेर भने। अनि त्यसको लागि चाहिँ धन्यवाद होइन, नेपाल सरकारबाट नेपाल सरकारको काम गर्न पाएँ, जनताको सेवा गर्न पाएँ, म पनि झन्डै हो। त्यसको लागि धन्यवाद दिन्छु। अब यो पैसाले चाहिँ अब ब्याचलर पढ्ने सोच गराएको छु। अब रेणुकाजी यसरी यो वर्दीमा वर्दी लाएर अहिले हामीसँग बोलिरहँदा हामीलाई प्रतिक्रिया दिँदाखेरि म प्रहरी हुँ भन्ने फिलिङ हुँदो रहेछ कि हुँदो रहेछ। वर्दी नलाउँदाखेरि चाहिँ नर्मल मान्छे जस्तो टेर्दैनन् मान्छेले टेर्दैन। जब वर्दी लाएर पनि त्यो निर्वाचनको दिनमा पनि जुन त्यो निर्वाचनभित्र मतमा त्यो भइरहेको बेलामा बुथमा भइरहेको बेलामा हामीले चाहिँ छिट्टी बजाएर मान्छे साइड लाउनु त जानु भन्दाखेरि भनेको मान्नुदो रहेछ। प्लस अस्ति यहीँ पनि त्यो गर्दाखेरि चाहिँ आफैले पनि भन्नुभयो। अब बल्ल यहाँले अहिले फिलिङ गरेपछि नेपाल प्रहरीले अथवा सुरक्षा समिति जति छ नि नेपालको सरकार अन्तर्गतको उहाँहरूले गरेको काम कर्तव्य र अधिकारलाई यहाँले नजिकबाट बुझ्ने मौका पाउनुभयो। एकदम नजिकबाट बुझ्ने मौका पाएँ मैले चाहिँ। नेपाल प्रहरीलाई के भन्न चाहनुहुन्छ तपाईँ? एकदम धन्यवाद भन्न चाहन्छु। पहिलोचोटि होइन त यहाँको? मेरो फर्स्ट टाइम हो। अब फेरि अरू आउने निर्वाचनहरूमा नेपाल सरकारले बोलायो भने आउनुहुन्छ कि आउनुहुन्न? त्यो चाहिँ आफ्नो कन्डिसन हेरेर, मतलब यहीँ नेपालमै छु भने म आउँछु। अब कतै गयो भने त्यो गऱ्यो भने चाहिँ अब समग्रमा यो पटक निर्वाचन प्रहरी भएर खट्दाखेरि चाहिँ आत्मसन्तुष्टि मिलाएको छ, खुसी हुनुहुन्छ? एकदम खुसी छु म।